हेलो एभ्रिवान, आई एम सम्झना मैनाली र आज म नेपाल राष्ट्र ब्याङ्क अफिसर र एमए इकोनोमिक्सलाई हुने एउटा टपिक लिएर आएको छु इन्टरनेसनल इकोनोमिक्सबाट र त्यो टपिक छ मोडर्न थ्योरी अफ इन्टरनेसनल ट्रेड, अल्सो नोन एज रिलेटिभ फ्याक्टर इन्डाउनमेन्ट थ्योरी और हेक्चर-ओलिन एजोब थ्योरी है अफ इन्टरनेसनल ट्रेड। अब यो थ्योरी चाहिँ के छ भने 2x2 मोडल थ्योरी अफ इन्टरनेसनल ट्रेड, द्याट इट मिन्स देयर आर टू कमोडिटी एक्स एन्ड वाई, two countries A and B and two factors of the production। बाँकी थ्योरी चाहिँ 2x2 मोडल थियो भने यसमा चाहिँ अर्को 2 छ, द्याट इज फ्याक्टर्स अफ द प्रडक्सन। यसले चाहिँ लेबर क्यापिटल दुईटालाई फ्याक्टर अफ प्रडक्सन कन्सिडर गर्छ भने पहिला चाहिँ एउटा मात्र लेबर मात्रै फ्याक्टर्स अफ प्रडक्सन कन्सिडर गर्थ्यो होइन। सो यो थ्योरीले चाहिँ के भन्छ भने डिफ्रेन्ट कन्ट्रीसँग चाहिँ डिफ्रेन्ट लेभल अफ द नेचुरल रिसोर्सेस एभाइलेबल हुन्छ र जुन कन्ट्रीसँग धेरै रिसोर्सेस चाहिँ एभाइलेबल हुन्छ भने त्यो रिसोर्सेस चाहिँ युज गरेर कुनै गुड्स प्रड्युस गर्ने र त्यो प्रड्युस चाहिँ एक्सपोर्ट गर्ने र कुनै नेचुरल रिसोर्सेस वा रिसोर्सेस थोरै छ भने स्कार्समा छ भने त्यो रिसोर्सेस युज गरेर प्रड्युस गर्ने जति पनि प्रडक्ट हुन्छ त्यो चाहिँ इम्पोर्ट गर्ने भन्छ है। सो यसरी चाहिँ ट्रेड गर्यो भने चाहिँ दुईटै कन्ट्री चाहिँ विन विन सिचुएसनमा हुन्छ भन्छ है। सो अकॉर्डिंग टू दिस मोडल अ country must export those commodities which it can produce more efficiently and plentifully and import those which are in scarce। So this theory evaluates the equilibrium of the trade between the countries that have varying specialities and natural resources। र अब हामीसँग अर्को के छ भने एजुम्सन। यो थ्योरीमा चाहिँ दुईटा मात्रै एजुम्सन चाहिँ एक्स्ट्रा छ, बाँकी सब एजुम्सन चाहिँ प्रिभियस दुईटा यो एब्सोल्युट कस्ट एडभान्टेज थ्योरी र कम्पेरेटिभ कस्ट एडभान्टेज थ्योरीबाट झ्याप्प कपी पेस्ट है। सो यो चाहिँ 2x2 मोडल अफ थ्योरी होइन, द्याट इज 2 कमोडिटी 2 कन्ट्री र 2 फ्याक्टर्स अफ प्रडक्सन लेबर क्यापिटल है। अनि 1 कमोडिटी चाहिँ क्यापिटल इन्टेन्सिभ, मतलब क्यापिटल रिसोर्सेस युज गरेर प्रड्युस गर्ने छ अरे पर्छ भने अर्को कन्ट्री चाहिँ लेबर इन्टेन्सिभ, मतलब लेबरहरू चाहिँ धेरै छ अरे है। अनि टेस्ट एन्ड प्रिफरेन्स अफ बोथ नेसन्स आर सेम, सो वी क्यान युज सेम इन्डिफरेन्स कर्भ, सेम टेस्ट र प्रिफरेन्स भएपछि सेम इन्डिफरेन्स कर्भ आइसी कर्भ युज गर्न मिल्छ। पर्फेक्ट competition exists in the market, मतलब सब पर्फेक्ट कम्पिटिसन मतलब एभ्री हुन्छ नि प्रड्युसर प्लस कन्ज्युमरलाई चाहिँ मार्केटको इन्टायर इन्फर्मेसन हुन्छ, प्राइस चाहिँ सेम हुन्छ, मार्केट इन्फर्मेसन सबै हुन्छ र होमोजिनियस गुड्स चाहिँ प्रड्युस गर्छ भन्छ है। सो फ्री ट्रेड अमङ द कन्ट्री, यो चाहिँ तपाईँहरूले क्रिटिसिजममा नि लेख्न सक्नुहुन्छ। नो ट्रान्जेक्सन एन्ड ट्रान्सपोर्टेसन कस्ट, यो पनि तपाईँहरूले ट्रान्जेक्सन र ट्रान्सपोर्टेसन कस्ट चाहिँ हुँदैन भन्छ, तर एक्चुअली हुन्छ भनेर लेख्न सक्नुहुन्छ। गुड्स आर पर्फेक्टली मोबाइल बट फ्याक्टर्स अफ द प्रडक्सन आर नट, मतलब गुड्सहरू जो इज दुवै कन्ट्रीमा प्रड्युस भएको गुड्सहरू चाहिँ एउटा कन्ट्रीबाट अर्को कन्ट्रीमा फ्रिली मुभ हुनसक्छ भने फ्याक्टर्स अफ द प्रडक्सन द्याट इज लेबर क्यापिटल चाहिँ हुन सक्दैन भन्छ। र यो चाहिँ तपाईँहरूले क्रिटिसिजममा चाहिँ अब मोडर्न इकोनोमिक्समा चाहिँ यो हुँदैन, इकोनोमीमा चाहिँ यो हुँदैन, किनभने ग्लोबलाइजेसन भएपछि इकोनोमिक इन्टिग्रेसन भएपछि लेबर क्यापिटल जति पनि फ्याक्टर प्रडक्सन हुन्छ त्यो चाहिँ इजिली मोबाइल हुन्छ भनेर लेख्न मिल्छ। देयर इज नो डिस्क्रिमिनेसन बिट्विन डोमेस्टिक गुड्स एन्ड द फरेन गुड्स है। यति चाहिँ छ हाम्रो एजुम्सन। अब बाँकी हामी फेरि पढ्छौँ। अब अर्को पोइन्ट के छ भने यो थ्योरीले चाहिँ के एजुम गरेछ भने टेक्नोलोजी र यो टेस्ट अफ प्रिफरेन्स चाहिँ सेम हुन्छ भन्छ होइन। सो प्राइस चाहिँ केमा मात्र डिपेन्ड गर्छ भने फ्याक्टर इन्डाउनमेन्ट है। सो फ्याक्टर इन्डाउनमेन्टमा मात्रै प्राइस डिपेन्ड गर्ने भयो। सो रिसर्च इन्डाउनमेन्ट इज द मेन डिटर्मिनेन्ट अफ द कम्पिटेटिभ एडभान्टेज। अब बाँकीको जति पनि कुरा छ त्यो चाहिँ मैले लेखाएर नै बुझाउनु पर्ने छ, सो लेखाएर म बुझाउँछु। सो लेट अस एज्युम है रिसोर्सेस चाहिँ एउटा क्यापिटल छ अरे होइन, क्यापिटल छ अरे, अर्को चाहिँ लेबर छ अरे है मानौँ। अनि कन्ट्री चाहिँ के छ अरे युएसए छ अरे, अर्को चाइना छ अरे होइन। चाइनासँग चाहिँ के छ अरे मेसिन छ अरे है, मेसिन र लेबर मानौँ है, लेबर है, अरू क्यापिटल भन्दा नि हुन्छ है, यसलाई केही फरक पर्दैन। चाइनासँग चाहिँ के छ अरे मेसिन चाहिँ 100वटा मेसिन छ अरे है। अनि लेबर अनि चाइनासँग मेसिन चाहिँ कतिवटा छ अरे मानौँ 20वटा मेसिन छ अरे है। अनि लेबर चाहिँ कति छ अरे युएसएसँग लेबर चाहिँ 200वटा मात्रै छ अरे होइन, मेसिन 100 भनेर एजुम गरौँ। अनि चाइनासँग लेबर चाहिँ 1000वटा छ अरे है। अब क्यापिटल CAPITAL क्यापिटल टु लेबर रेसियो अफ युएसए के भयो त, क्यापिटल कति छ उसको 100 होइन,
अनि उसको लेभर चाहिँ कति छ अरे 200 छ अरे भनेपछि कति भयो 0.5 है रेसियो अझ 0.5 भन्दा नि यो गरेर 1/2 लेख्दाखेरि चाहिँ राम्रो हुन्छ किनभने रेसियो हामीले क्याल्कुलेट गरे हो नि त अब क्यापिटल अब लेभर रेसियो अफ चाइना चाहिँ के छ त चाइनाको क्यापिटल कति छ चाइना सरी यहाँ चाहिँ 20 अनि उसको कति छ यो भनेको 0.02 अझ यसरी भन्दा पनि तपाईले चाहिँ रेशियोमा चाहिँ उसमा लेख्दा चाहिँ राम्रो भयो सो क्यापिटल लेभर रेशियो अफ है अफ युएसए इज ग्रेटर देन क्यापिटल और लेभर रेशियो अफ चाइना है यो यति भयो नि त सो के भयो चाइना युएसए भनेको चाहिँ के भयो क्यापिटल इन्टेन्सिभ है किनभने क्यापिटल माथि छ हामीले क्यापिटल लेभर रेशियो निकाल्यौं नि त क्यापिटल इन्टेन्सिभ है हामीले दुईटा कमोडिटी हुन्छ है भनेको थियो नि त एजम्पसनमा त्यही अब चाइना चाहिँ के भयो लेभर इन्टेन्सिभ अब के गर्नु पर्यो मानौं दुईटा प्रडक्ट्स अरे मानौं दुईटा प्रडक्ट्स अरे एउटा चाहिँ के छ अरे कार है मानौं कार छ अरे अब अर्को चाहिँ टेक्सटाइल अब कार भनेको त क्यापिटल इन्टेन्सिभ भयो नि त क्यापिटल इन्टेन्सिभ भयो अब क्यापिटल कसले प्रड्युस कार कसले प्रड्युस गर्नु पर्यो भने त युएसए ले प्रड्युस गर्नु पर्यो टेक्सटाइल भनेको चाहिँ अब लुगाहरू चाहिँ अब कसले लेबर युज गरेर गर्न मिल्छ नि त सो लेबर इन्टेन्सिभ भयो अब कसले प्रड्युस गर्नु पर्यो त चाइनाले है यही कुरा चाहिँ हामीले यहाँ थ्योरीमा मतलब ल्याङ्ग्वेजमा लेखेका छौं है सो रिसर्चेस चाहिँ मानौं क्यापिटल लेबर छ अरे युएसए मा चाहिँ 100 मेसिन र 200 लेबर छ अरे चाइनामा चाहिँ 20 मेसिन र 100 लेबर छ अरे क्यापिटल लेबर रेशियो अफ युएसए कति भयो 0.5 क्यापिटल लेबर रेशियो अफ चाइना चाहिँ 0.02 भयो हैन सो क्यापिटल लेबर रेशियो अफ युएसए इज ग्रेटर देन द क्यापिटल लेबर रेशियो अफ चाइना द चाइना इज क्यापिटल इन्टेन्सिभ कन्ट्री एन्ड द युएसए इज क्यापिटल इन्टेन्सिभ country and China is the labor intensive country. So USA produce car and export it to the China and import textile from China, whereas China produce textile and export them to USA and import car from the USA. यसरी गर्दा चाहिँ दुईटै कन्ट्री चाहिँ विन विन सिचुएसन भयो अब हामीले एउटा ग्राफ पनि डेभलप गर्नु ड्रा गर्नुपर्ने हुन्छ है त ग्राफिकली है अब पहिला एउटा ग्राफमा चाहिँ सो मैले एक हातले मोबाइल समातिरा भएर अलिकति राम्रो ड्रा मैले गर्न सकिन है सो यो चाहिँ मानौं यो चाहिँ युएस यो चाहिँ क्यापिटल इन्टेन्सिभ है यो चाहिँ क्यापिटल मानौं यो चाहिँ लेबर है लेबर इन्टेन्सिभ है लेबर इन्टेन्सिभ INTENSIV यो चाहिँ क्यापिटल इन्टेन्सिभ है अब यसमा चाहिँ मानौं कार छ अरे है अब यसमा चाहिँ टेक्सटाइल छ अरे अब यो चाहिँ मानौं यो चाहिँ कसको युएसए को युएसए युयु है युयु चाहिँ भनेको चाहिँ युएसए को चाहिँ प्रोडक्सन पोसिबिलिटी कर्भ है अब मानौं अलिकति भएन यो अलिकति ग्राफ भएन सरी फटाफट ड्रा गर्छु यो यस्तो छ हैन मानौं यो चाहिँ यु भनेको युएसए को है अनि मानौं यो भनेको चाहिँ चाइनाको प्रोडक्सन पोसिबिलिटिज कर्भ है यु हो है यो भनेको के भयो यो चाहिँ क्यापिटल इन्टेन्सिभ CAPITAL इन्टेन्सिभ INTENSIV मानौं कार है कार अनि यो भनेको चाहिँ लेबर LABOR लेबर इन्टेन्सिभ INTENSIV सरी है मैले मोबाइल समातिरहेको छु सो भएन अब यो चाहिँ मानौं यहाँनिर इक्विलिब्रियम छ अरे यो चाहिँ आइसी कर्भ अफ युएसए अनि यो पनि मानौं आइसी कर्भ अफ इन्डिफरेन्स कर्भ अफ चाइना सो दुईटै कहाँ इक्विलिब्रियम भयो यो पोइन्टमा यो चाहिँ बिफोर ट्रेड है अब मानौं यो चाहिँ 8 युनिट छ अरे यो चाहिँ 6 युनिट छ है मानौं एजुम्सन है सो यो चाहिँ इक्विलिब्रियम भयो है यदि दुईटै कन्ट्री चाहिँ फ्री ट्रेडमा छैन ट्रेड रिलेसनमा छैन भने दुईटै कन्ट्रीले चाहिँ क्यापिटल इन्टेन्सिभ कार पनि प्रड्युस गर्नु पर्यो टेक्सटाइल पनि प्रड्युस गर्नु पर्यो हैन 6 युनिट अफ के रे यो टेक्सटाइल र 8 युनिट अफ कार दुवै कन्ट्रीले चाहिँ प्रड्युस गर्नु पर्यो किनभने हामीले के एजुम गरेछ नि टेक्सटाइल प्रिफरेन्सेस सेम हुन्छ भनेर एजुम गरेछ भने सो युएसए लाई 6 चाहिन्छ भने
अमेरिकालाई पनि सरी चाइनालाई पनि 6 चाहियो। यो चाहिँ अटर्की है, AUTARKE अटर्की इकोनोमी भनेको ट्रेड गर्नु हुनुभन्दा अगाडिको इकोनोमी। मानौँ अब चाहिँ के मानौँ भने दुईटै कन्ट्रीलाई चाहिँ यो ट्रेडको एडभान्टेजमा चाहिँ आइडिया भयो अरे होइन। सो अब दुईटै कन्ट्री चाहिँ ट्रेडमा चाहिँ इन्भल्भ हुनलाई खोज्यो अरे होइन। चाह्यो भने चाहिँ के फाइदा हुन्छ त भनेर हामीले लेख्न सक्छ। सो हियर वी हेभ है, यो चाहिँ क्यापिटल इन्टेन्सिभ भयो है, यो चाहिँ लेबर इन्टेन्सिभ, यो चाहिँ क्यापिटल इन्टेन्सिभ मानौँ। अब पहिला सुरुको हाम्रो के छ अरे एजुम्सन चाहिँ यो भनेको USA को UU है, अनि यो भनेको चाइनाको है। यो प्रोडक्सन पोसिबिलिटिजको सुरुमा उनीहरू इक्विलिब्रियम कहाँ थियो यो भन्ने उसले 6 युनिट प्रड्युस गर्थ्यो भने यो 8 युनिट है। म्याम यो फिगर अलिकति यसरी बनाउनु पर्ने हो है, तर अब भएन। मानौँ चाहिँ यो चाहिँ 8 हो भनेर एज्युम गरौँ, यही फिगर यता ड्र गरेको। अब चाहिँ दुईटैले चाहिँ ट्रेडको इम्पोर्टेन्स चाहिँ बुझ्यो अरे है। अब बुझे पछाडि इन्टरनेसनल प्राइस लाइन हामीले ड्र गर्नुपर्ने हुन्छ यसरी है, यसरी बनाएर यहाँ गरेर यसलाई चाहिँ यसरी मानौँ। यो एउटा चाहिँ अलिकति यो चाहिँ अलिकति यसरी बनाउनु है। मेरो हातमा तपाईहरुले स्केलले बनाउँदा हुन्छ, यो चाहिँ यता छोएर यसरी जानुपर्छ, सरी यसरी यसरी सरी यसरी है। यहाँ भन्दा पनि तपाईहरुलाई म यसरी बनाएर देखाउँछु। यो भयो, यो भयो, यो भयो, यसरी एउटा चाहिँ एउटा लाइन जानुपर्छ। यसलाई चाहिँ अनि यो भने UCC हैन, पहिला यहाँ थियो भने अब यो भनेको AA है। अब मानौँ यो भनेको चाहिँ AA भनेको चाहिँ इन्टरनेसनल प्राइस लाइन भयो है। अब CC भनेको चाहिँ चाइनाको प्रोडक्सन पोसिबिलिटिज कर्भ, UU भनेको चाहिँ इन्डियाको के अरे सरी USA को प्रोडक्सन पोसिबिलिटिज कर्भ। अब चाइनाको प्रोडक्सन पोसिबिलिटिज कर्भ र इन्टरनेसनल प्राइस लाइन कहाँनिर ट्यान्जेन्ट भयो त E भन्ने पोइन्टमा ट्यान्जेन्ट भयो। सो यो E भन्ने पोइन्टमा ट्यान्जेन्ट भएको कारणले चाहिँ अब यो चाहिँ 6 थियो, यो चाहिँ 8 थियो हैन। सो यो लेबरको म अहिले टेक्सटाइलको कुरा गरिरहेको छु है। टेक्सटाइल अब यहाँ ट्यान्जेन्ट भए पछाडि अब चाइनाले चाहिँ कति अब मानौँ 10 युनिट अफ चाहिँ उसले प्रड्युस गर्छ। मानौँ 10 युनिट अफ दि गुड्स चाहिँ उसले प्रड्युस के अरे उसले चाहिँ प्रड्युस के अरे यो टेक्सटाइल प्रड्युस गर्छ र बाँकी कति 2 युनिट अफ चाहिँ कार चाहिँ अब चाइनाले प्रड्युस गर्छ आफ्टर इन्भल्भिङ इन ट्रेड। अब फेरि यो इन्टरनेसनल प्राइस लाइन र यो USA को प्रोडक्सन पोसिबिलिटिज कर्भ कहाँनिर ट्यान्जेन्ट भयो यो भन्ने पोइन्टमा ट्यान्जेन्ट भयो है। अब के गर्छ भने USA ले चाहिँ पहिला 8 युनिट अफ गुड्स प्रड्युस के अरे कार प्रड्युस गराएछ भने अब उसले चाहिँ कति युनिट अफ कार चाहिँ प्रड्युस गर्छ भन्दाखेरि मानौँ उसले चाहिँ 12 युनिट मानौँ 12 युनिट अफ कार चाहिँ प्रड्युस गर्छ अरे है। अब अनि कति 2 युनिट अफ उसलाई चाहिँ उसले चाहिँ टेक्सटाइल चाहिँ प्रड्युस गर्छ भने अब बेनिफिट के भयो भने पहिला सुरु दुईटै कन्ट्रीले चाहिँ 6 युनिट अफ टेक्सटाइल र 8 युनिट अफ कार प्रड्युस गर्छ भने अब 8 युनिट अफ टेक्सटाइल चाहिँ चाइनाले प्रड्युस 10 युनिट अफ टेक्सटाइल चाइनाले प्रड्युस गर्छ र बाँकी उसलाई 6 - 10 भने 4 युनिट चाहिँ यता सप्लिमेन्ट गर्छ, USA लाई सप्लिमेन्ट गर्छ। र USA ले पनि के गर्छ भने अब पहिला 8 युनिट अफ चाहिँ कार प्रड्युस गर्छ भने अब उसले 12 युनिट अफ कार प्रड्युस गर्छ भने अनि 2 युनिट अफ के अरे टेक्सटाइल मात्रै प्रड्युस गर्छ, बाँकी 4 युनिट अफ टेक्सटाइल चाहिँ उसले चाइनाबाट खरिद गर्छ र रिमेनिङ एक्सेस हुन्छ नि 12 - 8 4 युनिट अफ कार चाहिँ चाइनालाई चाहिँ बेच्छ। यसरी चाहिँ दुईटै कन्ट्री चाहिँ विन विन सिचुएसनमा हुन्छ है। सो यही कुरा चाहिँ हामीले यसमा ग्राफमा बनाएको छौँ। तपाईहरुले चाहिँ अब स्केलहरू युज गरेर ग्राफ चाहिँ बनाउन सक्नुहुन्छ है। मैले चाहिँ अब एउटा हातले मोबाइल र एउटा हातले बनाएको हुँदाखेरि चाहिँ अलिकति राम्रोसँग ड्र बनाएको छैन, तर बुझ्नुहुन्छ होला है। यो चाहिँ पोस्ट ट्रेड इकोनोमी। फर्स्ट
The first picture is autarky economy, that there both the country have to produce car and textile, that is 6 unit of the textile and 4 unit of car. मैले चाहिँ 8 भनेर एक्जाम्पल दिएको छु हैन, त्यही अनुसार चाहिँ तपाईहरु हिसाब गर्न सक्नुहुन्छ. So when both country understand the idea of the competitive advantage, they involve in the international trade. PQ is the PPC of the USA and RRS is the PPC of China, whereas MN is the international price line. मैले international price line लाई चाहिँ AA भनेर सपोज गरेको थिएँ अघि. Since China is a labor intensive country, China's PPC and international trade line are tangent at point P है. अनि so China produce 8 unit of textile and 2 unit of car. Here China export excessive unit of the textile to USA and import needed quantities of aircraft, that is 2 unit from USA. On the other hand, since USA is the capital intensive technology, USA produce USA PPC and international trade line are tangent at point C. Thus USA produce 8 unit of car and export extra 2 unit of to China and import the required unit of textile from the China. This is how two countries realize competitive advantage according to the relative factor endowment. जुन मैले अघि नै बनाएर एक्सप्लेन गरिसकेँ, सो मैले धेरै एक्सप्लेन गर्नु पर्दैन होला. सो यसमा चाहिँ के छ भने 2x2x2 मोडल, अरु चाहिँ 2x2 मोडल छ भने एक साइड लेबर र क्यापिटल चाहिँ यसले एज्युम गरेको छ. वाइडर एप्लिकेबिलिटी अनि फोकस अन फ्याक्टर इन्डाउनमेन्ट, मतलब रिसोर्सेस कति इन्डाउनमेन्ट भएको छ, रिसोर्स एबिलिटी अफ द रिसोर्सेस अनुसार चाहिँ ट्रेड गर्नुपर्छ भनेर ले चाहिँ एज्युम गर्छ. सपोज स्पेसलाइजेसन, मतलब जुन कन्ट्रीसँग धेरै रिसोर्सेस छ त्यही कुरामा चाहिँ स्पेसलाइज गर्नुपर्छ भन्छ है. इन्करेज इकोनोमिक इन्टिग्रेसन. अब अटर्की हुँदाखेरि के भयो, अटर्की हुँदाखेरि यस्तो दुबईले धेरै प्रड्युस गर्नु पर्थ्यो भने अब पोस्ट इकोनोमी पछाडि दुबईलाई फाइदा भयो भन्ने कुरा चाहिँ यसले भन्छ है. अनि डाइनामिक एन्ड फ्लेक्सिबल. सो अर्को क्रिटिसिजम चाहिँ के छ भने लियोन्टिभ प्याराडक्स. लियोन्टिभ प्याराडक्स भनेको चाहिँ के हो भने नि, यसले चाहिँ के भन्छ भने नि, लेबर इन्टेन्सिभ कन्ट्रीले चाहिँ लेबर चाहिँ एक्सपोर्ट गर्ने हो प्रड्युस गरेर, अनि क्यापिटल गुड्स चाहिँ इम्पोर्ट गर्ने हो, र क्यापिटल इन्टेन्सिभ कन्ट्रीले चाहिँ क्यापिटल युज गरेर प्रड्युस गरेको गुड्सहरू चाहिँ प्रड्युस गर्ने र एक्सपोर्ट गर्ने, र लेबर इन्टेन्सिभ युज गरेर प्रड्युस गरेको गुड्स चाहिँ इम्पोर्ट गर्ने भन्छ. तर युएसएमा एउटा लियोन्टिभ भन्ने इकोनोमिक्सले चाहिँ एउटा इम्पेरिकल स्टडी युएसएको ट्रेडको डाटा युज गरेर इम्पेरिकल स्टडी गर्दा चाहिँ उसले के फाइन्ड गर्यो भने युएसए त क्यापिटल इन्टेन्सिभ कन्ट्री हो नि त. सो क्यापिटल इन्टेन्सिभ कन्ट्री हुँदै पनि उसले चाहिँ सबसे धेरै इम्पोर्ट चाहिँ एक्सपोर्ट चाहिँ लेबर इन्टेन्सिभ गुड्सहरू चाहिँ एक्सपोर्ट गरेको र क्यापिटल इन्टेन्सिभ गुड्सहरू चाहिँ इम्पोर्ट गरेको चाहिँ त्यो चाहिँ उसले फाइन्ड गर्यो. सो यसलाई चाहिँ हामी लियोन्टिभ हुन्छ नि, एचओ थ्योरीसँग मिलेन नि त, सो यसलाई चाहिँ लियोन्टिभ प्याराडक्स भन्छ है. एजम्सन अफ होमोजिनियस टेक्नोलोजी. उसले चाहिँ दुईटै कन्ट्रीको टेक्नोलोजी सेम हुन्छ, ट्रान्सपोर्टेसन कस्ट हुँदैन भन्छ नि त. सो यो चाहिँ नट पोसिबल भन्छ है. इग्नोर नन इकोनोमिक फ्याक्टर. यसले चाहिँ जस्ट इकोनोमिक फ्याक्टरलाई मात्रै कन्सिडर गरेर नन इकोनोमिक फ्याक्टर पनि हुन्छ नि त, जसले चाहिँ हामीले ट्रेड डिटरमाइन गर्छ, त्यो फ्याक्टरलाई चाहिँ इग्नोर गराएछ. इकोनोमिक्स अफ द स्केल. यसले साँच्चै के भन्दाखेरि इकोनोमिक्स अफ स्केल इग्नोर त गरे होइन, तर पनि अब राख्न मिल्छ. अब अनि स्ट्याटिक्स एनालाइसिस, यो बाहेक अरू केही पनि हुँदैन जस्तो कुरा गरेछ नि. जम्मा दुईटा कन्ट्री हुन्छ, दुईटा फ्याक्टर्स अफ द प्रडक्सन, दुईटा लेबर अनि होमोजिनियस गुड्स, यो चाहिँ स्ट्याटिक्स भयो नि त. सो यो चाहिँ अलिकति स्ट्याटिक्स डाइनामिक छैन भन्ने कुरा भयो. ओभर इम्फसाइज अन द फ्याक्टर्स अफ द प्रडक्सन. यसले चाहिँ फ्याक्टर्स अफ द प्रडक्सनमा चाहिँ ओभर इम्फसाइज गरेको छ भनेर चाहिँ यसलाई क्रिटिसिजम चाहिँ हामीले लेख्न मिल्छ. होप तपाईँहरूले बुझ्नुभयो होला. हामीसँग चाहिँ अब मोडर्न थ्योरी अफ इन्टरनेसनल ट्रेड पनि हामीले चाहिँ यतिमै कन्क्लुड गऱ्यौँ है त. थ्याङ्क यू.